मर्निङ सबैजनालाई। र आज चाहिँ बनारस आइपुगेको छ हामी अस्ति बिहारदेखि। त्यो बिहार गएको मैले ब्लग पनि बनाएको छु, हेर्नुहोस्। त्यसपछि राँची बनाउन सकिनँ, सरी। र आज चाहिँ हामी बनारस आइपुगेका छौँ। र हामी चाहिँ अब आइपुग्यो हामी यहाँको सारनाथ टेम्पल छेउको एउटा सानो रेस्टुरेन्टमा। केही अर्डर गरेको छ। यसो पहिला पेट पूजा, त्यसको पछि हुन्छ पूजा है। वाउ, दामी रहेछ रेस्टुरेन्ट पनि एकदम। फोटोहरू सजाएको, सानो चिटिक्कै परेको रहेछ। र हाम्रो अर्डर पनि आइसक्यो। अब पेट पूजा गरिसकेर र हामी चाहिँ अब सारनाथ टेम्पल्सभित्र हामी छिरिसक्यो। यो चाहिँ हो तपाईँको सारनाथ टेम्पल्स। हामी जाँदैछ यसो घुम्नको लागि। बनारस सारनाथ टेम्पल्स हो यो। यता गुरुजी भाइहरू हुनुहुन्छ र एकजना हामीले गाइड पनि लिएको छ यहाँनिर। हामीले चाहिँ एकदम गाइडलाई मना गरिदियो। त्यस्तो गाइड भन्दा हामी खतरा गाइड हो यहाँनिर। सबैलाई हामीले याद छ। यो चाहिँ हो एकदम बनारसको यो बुद्ध भगवान मन्दिर। बहुत मन्दिरहरू छ यहाँनिर। फोटोहरू हल्का हुँदैछ, सुट हुँदैछ। हाम्रो आजको गाइड हुनुहुन्छ सुनिल गुरुजी। उहाँले एकदम राम्रोसँगले घुम्नुहुन्छ। एक्स लोकल हो। तपाईँ भन्दै गर्नुहोस् है कता कता के छ सुनिल गुरुजी। मुखमा गुटका हालेछ रे के कसले सम्झे 12 लाग्यो। दर्शन गरियो। अब यतातिर सारनाथ टेम्पल्स। वाउ, ये फिर गाइड कहाँबाट आइपुग्यो फेरि? गाइड क्या यहाँ हेर्नुहोस्। साडी यसरी बन्छ, बनारसी साडी। यो साडी बनाउने मेसिन हो। भैयाले बताउँदैछ साडी कसरी बनाउँछ भनेर। हेर्नुहोस् तपाईँको ग्राफ पेपर बनाते हैं, उसके बाद पंच कार्ड को बनाया जाता है। कार्ड में जो होल है वो डिजाइन का है। जब कार्ड मशीन पर जाता है और पैर से हम बम्बू को चलाते हैं तो ताना में डिजाइन उठाता है, बाना से बुनाई करते हैं। आप लोग सुनोगे कबीरदास का ताना बाना। तो ताना ये होता है जो बनाया जाता है, बाना होता है। जरी को देखिए बॉर्डर पर इस तरफ का होता है, सीधा इसके नीचे रहता है। तो सोसाइटी कोऑपरेटिव की तरह से लगाया गया है कि आप लोग आए देखें बनारसी साड़ी को कैसे बनती है। ऐसे गांव में बहुत सारे हैंडलूम चलते हैं, गांव से बनते सोसाइटी में जमा होता है। होलसेलर लोग आते हैं, 100-200 पीस ले जाते हैं और उसी होलसेलर के रेट में आप लोग को भी दिया जाएगा। और एक साड़ी को बनाने में 3 दिन, 5 दिन, 10 दिन, 8 दिन जैसा डिजाइन रहेगा उसी हिसाब से समय लगेगा। तो ये लगाया गया है डेमो के तौर पर कि आप लोग आए देखें कैसे लगता है। और ये धागा देख लीजिए, सिल्क देखिए, इसमें 108 धागे सिल्क का रहता है। टच करके भी देखिए ओरिजिनल प्योर सिल्क है। कितना मुलायम, ये सोसाइटी है गवर्नमेंट द्वारा। टच करके ये तो लगाया गया है कि आप लोग देखें कैसे बनता है। अब देखिए ये साड़ी बन गया, ये उसको निकाल दिया, अब यहाँ से चालू कर दिए। ये ब्लाउज का पीस बना है काला कलर का। उसके बाद आंचल, पल्लू, गोपी वो सब बना दिनों में तैयार होती होगी एक साड़ी। हाँ, 5 दिन, 8 दिन, 10 दिन। और इसको टच करिए, ये जैसे दीदी जैसे कोई रेशम हो, बिल्कुल रेशम धागा ऐसा है, बिल्कुल रेशमी। हाथ पे लगा के देखो। ध्यान दो ना। हाँ, ये
ये जरी का काम, ये जरी कर रहे बॉर्डर। तो ऐसे गांव से बन के आता है, लगाया गया है कि आप लोग आए देखें साड़ी कैसे। अच्छा ये पूरा धागा है ना? ये देखो इधर मोटी सिल्क की। हम तो सिक्किम से आए हैं। ठीक, थ्याङ्क यू। र यहाँभित्र चाहिँ बनारसी साडीको दोकान रहेछ। हेर्नुहोस् पुरा साडी रहेछ। र यहाँबाट चाहिँ आमाको लागि एउटा साडी ल्याउँदैछु म। र अब हामी जाँदैछ काशीघाट। यो देख्नुहुँदैछ यो चाहिँ बनारस बजार हो। यहाँबाट हामी जाँदैछ काशीघाटको लागि। भाइहरू छ अगाडि। केला ले लो केला। र यहाँनिर यतिकै हो जाम। बनारसको यो एउटा फेमस टेम्पल छ, एउटा यो काशी विश्वनाथ टेम्पल छ जो 84 घाट पनि भन्छ। यहाँनिर सबैजना मान्छेहरू आउँछ र यसरी नै बेलुका पुरा भिडभाड हुन्छ। मान्छेको जाम हेर्नु, जाम जाम सब। बवाल छैन। यस्तो लैदिनु पर्छ क्यामेरा। र हामी चाहिँ यहाँनिर आइपुग्यौँ जहाँ मेन फेमस टेम्पल्स बनारसीको काशी विश्वनाथ टेम्पल्स जो यहाँ 84 घाट पनि भन्छ यसलाई। यहाँनिर मान्छेहरू भेला हुँदैछ। यहाँनिर बेलुका 7 बजी आरती हुन्छ। आरतीको लागि मान्छेहरू यहाँनिर दर्शन गर्नुको लागि आउँछ। र यहाँबाट चाहिँ तपाईँहरू हिँडेर 84 घाट घुम्न सक्नुहुन्न। त्यसको लागि यहाँनिर बोट लगाएको छ। यो बोटमा गएर तपाईँहरू बोटद्वारा बसेर 84 घाटको दर्शन गर्न सक्नुहुन्छ। र बोटको प्राइस रहेछ एकजनाको 200 रुपियाँ। अन्त जो भिआइपीवालालाई चाहिँ त्यहाँनिर 1000-1200 रहेछ। त्यो भिआइपीवाला माथि माथि चढ्नुपर्छ। अब हामी त्यसको लागि यहाँनिर जाँदैछौँ चढ्नुको लागि। हामी यहाँनिर बोट चढ्दैछौँ अहिले। हामी 200 रुपियाँ कटा टिकट। हेर्नुहोस् यहाँनिर बोटको पुरा जामहरू छ। बेलुका भइसक्यो। अब सबैजना मान्छेहरू भेला हुँदैछ। यहाँ माथि आरती हुन्छ। आरती चाहिँ खासमा मुनि हुन्छ। यहाँ पानी पर्छ भनेर माथि गराएको छ। अब बेलुकाको सिन हेर्नुहोस् यस्तो छ। के गर्नु, क्यामेरा अलिकति राम्रो छैन। त्यही पनि हेर्नुहोस् हामी बोटमा चढेर बोटद्वारा 84 घाटको दर्शनको लागि हामी जाँदैछ। र हामी बोटमा घुम्दैछ, दर्शन गर्दैछ 84 घाटको। र यसरी नै हामी घुमेर आइसकेर टक्कै एउटा आरती घुम्ने जग्गामा हामी आइसकेर भेला भइसकेर म त सबैजना यहाँनिर बोटमै बसेर आरतीको लागि हामी वेटिङ गर्दैछ। अब आरती हुन्छ। आरतीको दर्शन गर्नुको लागि मान्छेहरू भेला आउँछ। र अब आरती सुरु हुन गइरहेको छ। तपाईँहरू हेरेर दर्शन लिनुहोला।
जय
Hello Japan waters. ₹20. कितने की है? 20 ठंडा कम है। र अब हामी चाहिँ आरतीको दर्शन गरिसकेर हामी चाहिँ अब आफ्नो रुमपट्टि तर्फ लाग्यो। हेर्नुहोस् यहाँको नतिजाहरू, यहाँको कस्तो छ के छ हेर्नुहोस्। आउनुहोस् तपाईँहरू पनि घुम्नुहोस्, दर्शन लिनुहोस्। अब हामी चाहिँ यहाँ बनारसको बजार भन्ने सपिङभित्र बस्न लागेका छौँ। हेरौँ कस्तो रहेछ। यहाँनिर चाहिँ एकदम राम्रो लुगा पनि राम्रो, प्राइस पनि एकदम सस्तो रहेछ। तपाईँहरू क्वालिटी पनि एकदम मलाई बेस्ट लाग्यो। यहाँनिर एकदम तपाईँहरू आएर किनिसक्नुहुन्छ। हेर्दाखेरि राम्रो रहेछ, क्वालिटी पनि राम्रो, प्लस प्राइस पनि एकदम सस्तो, धेरै नै सस्तो छ। तपाईँहरू यहाँनिर आउनुहोस्, सपिङ गर्नुहोस्, एकदम सस्तो सस्तो रहेछ लुगाहरू, प्लस त्यसको यहाँको क्वालिटी पनि एकदम बेस्ट गुड। र हामी चाहिँ अब बनारस घुमिसकेर यहाँ शारजापुर आइसक्यौँ र त्यसको बिचमा मैले ब्लग बनाउन सकिनँ, त्यसको लागि हामी सरी। र अब हाम्रो अवकाश पनि सक्यो। अब हामी जाँदैछौँ ब्याक टु ड्युटी। अब ड्युटीको लागि हामी जाँदैछौँ र यसरी नै मेरो ब्लग्सहरू हेर्दै गर्नुहोस्। अहिलेको लागि टाटा बाई बाई।